आज दोस्रो दिन फाप्लुबाट हामी अगाडि बढ्दैछौँ। यो बिहानको हिमालको दृश्य हो यो। हेलो गुड मर्निङ। यसपालिको हाम्रो ट्रेकिङको यात्रा चाहिँ हामीले काठमाडौँबाट स्टार्ट गरे पनि हाम्रो भिडियो लिने कामहरू चाहिँ हामीले डे 2 सल्लेरी फाप्लुबाट स्टार्ट गरेका छौँ। काठमाडौँबाट यात्रा सुरु भए तापनि हामी सरासर बाटोतिर कुनै पनि भिडियोहरू नलिइकन सिधै फाप्लुमा आएर बास बसेका थियौँ र हाम्रो ट्रेकिङको दोस्रो दिन फाप्लुबाट स्टार्ट गरेर हामीले त्यहाँबाट चाहिँ बल्ल भिडियोहरू लिने र हाम्रो रमाइलो क्षणहरू क्याप्चर गर्ने काम सुरु गऱ्यौँ। अहिले हामीले देखिरहेको भिडियोको गाउँ चाहिँ रिङ्मु भिलेज भनिन्छ। यो गाउँ चाहिँ निकै सुन्दर र रमणीय देखियो र यहाँ अहिले अलिअलि टुसारो परेको हुनाले चाहिँ यहाँ झन् सौन्दर्यमा सुगन्ध छाइरहेको छ र हामीलाई बिहानी पख यस ठाउँको यस गाउँको सौन्दर्यले आकर्षित गरेर हामी बिहान हाम्रो यात्रा भर्खरै सुरु भएको थियो र त्यही पनि हामीलाई यो ठाउँको सौन्दर्यले आकर्षित गरेर हामी चाहिँ यहाँ केही क्षण रोकेर केही तस्बिरहरू लिने भिडियोहरू लिने काम गरेर हामी यहाँ एकछिन रमाएर बस्यौँ। बिहानी पखको यो सौन्दर्य दृश्य, त्यसमाथि हिमालको पहिलो किरण, बिहानी पख देखिने सौन्दर्यको कारण हामी यहाँ एकछिन रमाल्यौँ र केही समय हामी यहाँ बिताइसकेपछि हाम्रो यात्रालाई अगाडि बढाएर गयौँ। आजको हाम्रो यात्रा चाहिँ अलि लामै भएको कारण हामी धेरै बेरसम्म चाहिँ यहाँ अल्मलिएनौँ र आजको हाम्रो यात्रा चाहिँ फाप्लुदेखि सुर्खेतसम्म गाडीको यात्रा हुँदै सुर्खेतबाट चाहिँ हामी पैदल यात्रा चौरी खर्कसम्म चाहिँ जाने हाम्रो योजना रहेको छ। कतिको 7:30 भएको छ। हामी चौरी खर्कमा आइपुगेको छौँ। यहाँ स्नो पनि यसरी परिरहेको छ। कतै आजलाई बास बस्छौँ र भोलि बिहान हामी टकटक थाक्दै हुँदै कहाँसम्म पुगिन्छ जान्छौँ। धन्यवाद। होइन चौरी खर्क प्रवेशद्वार यस्तो रहेको छ। हेलो गुड मर्निङ, दिस इज डे 3। हामी उता तल देखिरहेको गाउँ चाहिँ चौरी खर्क भन्ने गाउँ हो। अहिले हामी यहाँ लुक्ला नजिकै छौँ। लुक्ला एयरपोर्ट त्यहाँबाट अलिअलि देखेकै छ। हामी यहाँ लुक्ला नजिकै चेप्लुङ भन्ने ठाउँमा रहेको छौँ। हामी यहाँ बास बस्यौँ। यो चेप्लुङको दृश्य हो। यहाँ पनि नजिकै हिमाल छ। यता पनि सनराइज भइसकेको छ। पर पनि हिमाल थोरै देखिरहेछ। अब हामी चाहिँ ब्रेकफास्ट गरिसक्यौँ, सरी चिया खायौँ। अब ब्रेकफास्टको लागि हामी अरू नै कुनै ठाउँमा गएर ब्रेकफास्ट गर्छौँ र अहिले चाहिँ अब हामी यहाँबाट निस्किन्छौँ। धन्यवाद। तपाईँको बाटै त्यही पर्छ कि चौधरीबाट पनि खुसिआएको अब ढिलो सदर सुत्न गइसक्यो भने चाहिँ त्यसले पनि हामी अलिक आत्तियो क्या।
फेरि माथि पुगिसकेपछि सबै छन् अब बढी जस्तो काम गर्नु चाहिँ अब घर पठाएको हुन्छ अहिले गरेर हुन्छ हस् धन्यवाद ओके आज डे 3 कालो कलर के नै नभए पनि के अरे लिनु होला नि तपाईँले सत्तमा बसेन ल त जुनबाट नि देख्छ जहाँबाट नि थामेको पनि देख्छ ताङबसेको पनि देख्छ नाम्चेबाट पनि देख्छ जहाँबाट नि देख्छ यो मान्छे खुम्बिला हो खुम्बिला कि खुम्बी खुम्बिला पनि भन्छ टिबेटियन भाषा चाहिँ खुम्बु युल्ला खुम्बु युल्ला फाक्दिङमा फेरि यस्तै खोलाको आवाज आएर बस्छ क्या निर्माण कार्य हुँदैछ अहिले चाहिँ हामी यो ठाडोकोशी खोला नजिकै रहेको छौँ यहाँबाट एउटा राम्रो हिमालको दृश्य देखिरहेको छ माउन्ट कुसुम अहिले चाहिँ हामी घाट भन्ने ठाउँमा आइपुगेको छौँ यहाँ चाहिँ केही होटलहरूको दृश्य देख्न सकिन्छ अहिलेसम्मको हाम्रो यात्रा एकदम रोमाञ्चक भइरहेको छ
चाहिँ अहिले हामीले देखिरहेको यो दुधकोशी हो। हामी चाहिँ हाम्रो यात्राको सुरुदेखि लगभग अन्त्यसम्म नै दुधकोशीको साथमा नै हुनेछौँ। अहिले चाहिँ हामी लगभग फाक्दिङ आइपुगिसकेका छौँ। अब हेरौँ फाक्दिङको रमणीय दृश्यहरू। यो चाहिँ फाक्दिङ बजार हो। यहाँ चाहिँ धेरै होटल सर्भिसहरू छ राम्रो। अहिले चाहिँ अफ सिजनको कारणले होटलहरू प्राय सबै बन्द छ। अफ सिजन भएर होला सायद। टुरिस्टहरू पनि छैन, खासै देखिएको छैन। हामी मात्रै हो इन्टरनल टुरिस्ट। मुस्तानतिर यसलाई झोको भन्ने रहेछ कि यतातिर झो तिमीले बिहान जिस्काउने बित्तिकै त उसले लट्ठी लिएर बसेको थियो। यो चाहिँ फाक्दिङ। यहाँ चाहिँ हस्पिटालिटी सर्भिस चाहिँ एकदम राम्रो हुन्छ भन्ने देखियो। धेरै होटल सर्भिसहरू, होटल लजिङ एन्ड फुडिङ सर्भिसहरू धेरै राम्रो हुने रहेछ यो ठाउँमा चाहिँ। यो चाहिँ फाक्दिङ बजारदेखि देखिने पारिपट्टिको अर्को एउटा बजार नै होला सायद। हाम्रो साथमा दुधकोशी अझै पनि छ। यहाँ रहेको छ दुधकोशी। यो बजारलाई चाहिँ सानो फाक्दिङ हो कि भन्ने अनुमान गरियो। वीरमौरीको घर पनि देखियो यहाँ। यस्तो भिरमा छ, फेरि भिरमै छ। हामी चाहिँ अहिले जम्फुते भन्ने ठाउँमा आइपुगेका छौँ। यो पछि चाहिँ अब लगभग छिट्टै हामी तोकतोक भन्ने ठाउँमा आइपुग्छौँ होला। हाम्रो साथीहरू बिस्तारै आइपुग्दैछन्। यो चाहिँ जम्फुते भन्ने ठाउँ है। जम्फुते। वेलकम टु जम्फुते। अब कति मिनट?
एफएससी त्यो भयो 811 देखाएन अब अटोले त्यसो देखाउँछ त्यो थियो हामी त्यहाँ बसेको नि अहिले चुइरो रिक्सा होइन अघि भर्खर त्यहाँ खाएर फेरि बसेको अक्सिजन यो चाहिँ खुम्बुको अक्सिजन हो रे यो चाहिँ नुनचिया खाँदै हामी माथि माथि ट्रेकिङ गर्दै गयो भने चाहिँ एल्टिट्युड सिकनेस चाहिँ हुने चान्स अलिक कम हुन्छ त्यही भएर चाहिँ हामी नुनचिया खाँदै ब्रेकफास्ट खाँदै छौँ ल भर्खरै हामीले यहाँ ब्रेकफास्ट खायौँ टोकटोकको एउटा होटल यहाँ चाहिँ हामीले मिठो ब्रेकफास्ट गरेर अब चाहिँ हामी यहाँबाट हिँडेर जोरसल्ले भन्ने ठाउँमा सम्म लन्चको लागि पुग्छौँ भन्ने सोचाइ छ टोकटोकदेखि अलिकति उकालो चढेर हामी अलिकति माथि आइपुगेको छौँ यहाँबाट चाहिँ यो सुन्दर हिमाल देख्न सकिन्छ यो हिमालको नाम चाहिँ हो माउन्ट थाक्सेरू कति राम्रो देखिरहेछ अब चाहिँ हामी मन्जु भन्ने ठाउँ आइपुग्नु लागेको छौँ त्यो पारि देखेको गाउँ मन्जु भन्ने ठाउँ हो ल यो चाहिँ खुम्बु हिमाल हो खुम्बु यो अघि देखेको गाउँ मन्जु त होइन रहेछ चुमो भन्ने गाउँ चाहिँ रहेछ यो अहिलेसम्म हामी यहाँ आनन्दले बिस्तारै गर्दै आएको छौँ त्यस्तो समस्या त केही पनि भएको छैन ठिकै छ बिचरा यो घोडा भर्खर बजारबाट आएको थियो ढाडमा केही सामान भएको कारणले अहिले खुल्ला गरिदिँदाखेरि ढाड चिलाएर ढाड बनाउने काम गर्दैछ मौसमको यात्रा हाम्रो रमाइलो नै भइरहेछ अलिअलि थाकेका छौँ तर ठिकै छ त्यस्तो दुःख लागेको चाहिँ छैन खुसी नै छौँ हामी अब चाहिँ उता माथि देखिरहेको थोरै घरहरूको भएको ठाउँ चाहिँ मन्जु भन्ने ठाउँ रहेछ माउन्ट थाक्सेरूको चमक एकदमै भयङ्कर छ त्यसैले मैले त्यो चमक सहन अलि असहज भएर
कालो चस्मा पनि लागेको छु र यहाँ बाटोमा छ धेरै खच्चडहरू। यस्तो खच्चड त कति देखिन्छ यो बाटोमा। अहिले चाहिँ हामी यहाँ मोन्जो भन्ने ठाउँमा आइपुगिसकेका छौँ। अब यो नेसनल पार्क सगरमाथा नेसनल पार्क हुने भएकोले यहाँ यो मोन्जो भन्ने ठाउँमा चाहिँ हामी नाम इन्ट्री गराएर यहाँबाट जान्छौँ। र ऊ त्यहाँ माथि रहेको त्यो परको पहाडको मुनिपट्टि हरिहरी रहेको ठाउँनिर चाहिँ नाम्चे बजार रहेको छ। हेर्दाखेरि नजिकै देखिन्छ तर हामीलाई टाइम चाहिँ लाग्छ त्यहाँसम्म जानलाई। कालो ओह्रालो अझै बाँकी छ। ढुङ्गा गरेको जहाँ पनि हुने। यहाँबाट सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेश मार्ग। अहिले चाहिँ हामी जोरसाले भन्ने ठाउँमा आइपुगेका छौँ। अब जोरसालेदेखि चाहिँ अलि उकालो बाटोको यात्रा सुरु हुन्छ। केही हदसम्म हामीलाई अलिकति गाह्रै हुनसक्छ भन्ने अनुमान लगाइएको छ। त्यहाँदेखि चाहिँ जोरसालेदेखि उकालो चढेपछि चाहिँ नाम्चे बजार निस्किन्छ। हामी केही रमाइलो क्षणहरू क्याप्चर गर्दैछौँ। अब यहाँबाट हाम्रो उकालोको यात्रा सुरु हुन्छ। हेर्दाखेरि नाम्चे बजार नजिकै आइसकेको छ तर अलिकति ठाडो उकालो छ भन्ने सुनिन्छ। त्यसले गर्दा मात्रै हो अलिकति बढी टाइम लाग्ने। हामी नजिकै छौँ। यो बगिरहेको खोला चाहिँ दुधकोशी हो। हामी चाहिँ यसको छेउबाट हिँडेर गइरहेको छौँ। अब यहाँबाट केही क्षणमा हामी हिलारी ब्रिज पुग्छौँ। त्यहाँ हिलारी ब्रिज क्रस गरिसकेपछि अनि हाम्रो अलि उकालो बाटोको यात्रा सुरु हुनेछ। दुधकोशी दुधकोशी सेतो दुध जस्तो हुँदो रहेछ, त्यसैले दुधकोशी भन्दो रहेछ। अब हामी नाम्ची निस्किनलाई त्यो परको डाँडा चाहिँ ठ्याक्क कट्नुपर्छ, त्यहाँदेखि नाम्ची निस्किन्छ।
मान्छेहरू सल्लेरीबाट चाहिँ यहाँ व्यापार बिजनेसको लागि सामान बोकेर आउने गर्दो रहेछ। यहाँ माथि रहेको छ हिलारी ब्रिज। यहाँ चाहिँ यो पुलमा चाहिँ बन्जी जम्प गर्ने व्यवस्था रहेछ। एभरेस्ट बन्जी। त्यसको माथि चाहिँ सर्वसाधारणहरूको लागि वार पार गर्ने त्योभन्दा अलिक ठुलो पुल बनाइएको रहेछ। अब हामी त्यही पुल पार गरेर फेरि माथि उकालो बाटोतिर लाग्छौँ। आफ्नै सामान बोक्नु भयो कि पसलको? पसलको हो। ए अब कति घन्टा पुग्नुहुन्छ नाम्ची बजार? 5 बदला नि। 5मा पनि पर्ने। अब 4:30 त भएछ। 4:30 अनि 5 त त्यही मालो त डराइदिन्छ होला नि। कति बजी हिँड्नु भएको? म फाक्दिङबाट आएको आज। फाक्दिङबाट? बिहानै सकालमा आएँ 6 बजीतिर। ए कति किलो छ? छ नि तपाईँको 55 56। हामी बोकेको त केही पनि त्यहाँ पर पनि रहेछ दुईवटा रहेछ, धेरै रहेछ यहाँ। के हो त्यो? कत्रो ठुलो? ठुलो चाहिँ भाइ। ए ऊ आमामा हेरिरहेको छ देख्नुले हामीलाई। ऊ त्यो एउटा चाहिँ धेरै मोटो ठुलो रहेछ। त्यो चाहिँ भाइ। उकालोको कठिन पैदल यात्रापछि अहिले यो हामी तोप डाँडामा आइपुगेका छौँ। अहिले साँझको 5 बजेको छ। अब सायद हामीलाई नाम्चे बजार निस्किनलाई 1 घन्टा लाग्छ होला। कस्तो गाह्रो है त्यो? अहिले साँझको 6 बजेको छ। हाम्रो ग्रुप मेम्बरहरू भर्खरै यहीँ हामी भएको ठाउँमा आइपुग्नु भएको छ। हामी अझै पनि नाम्चे बजार निस्किन सकेको छैनौँ। अब केही समयमा नाम्चे बजार निस्किन्छौँ। एन्ट्री गर्नुपर्छ। अब यहाँ इन्ट्री गर्ने ठाउँ यहाँ नजिकै छ, यहाँबाट इन्ट्री गरेर जान्छौँ। अँध्यारोमा केही देखिएको छैन। ल पर्छ होला। फाइनली हामी नाम्चे बजार आइपुगेको छौँ। नाइट भ्यू अफ नाम्चे बजार। यत्रो हिँडाएपछि हामी नाम्चे बजार प्रवेश गऱ्यौँ। दिस इज नाम्चे बजार। हिजोसम्म टिभीमा मात्रै देखिएको थियो यो नाम्चे बजार। आज चाहिँ प्रत्यक्ष आफ्नै आँखाले आफ्नै अगाडि देख्न पाइएको छ। This is end of day 3 of our trek. Here's the entrance. That means we were at time, huh? नाम्चे बजार आइपुग्यो। यो स्कुलको पहिले घुस्कुरो छ त्यो चाहिँ है राम्रो बनाएको भर्खरै हामी यहाँ नाम्चे बजारको बोधी होटलमा आइपुगेको छौँ। अब यहाँ हाम्रो रुम रेडी हुँदैछ। एकछिन हामी वेटिङमा छौँ। ल
हाम्रो ट्रेकिङ नाम्चे बजारको रिभ्यू पाऊँ न त थोरै। एकदमै टफ थियो, एकदमै गाह्रो भन्दा पनि रात परेर चाहिँ अलिकति गाह्रो भयो। त्यही भएर हामी चाहिँ टाइममै निस्किनु पर्ने रहेछ। खासमा चाहिँ हामीले चाहिँ टाइममा त निस्केको, तर फोटो खिच्दै आउँदाखेरि बिस्तारै आउँदाखेरि चाहिँ अँध्यारो भएर अलिक गाह्रो भयो। अरू त सब ठिक छ। धन्यवाद। ल अब यतातिरको सुनौँ। ठिकै थियो। अलि आफ्नो ब्याग चाहिँ अलिकति हल्का चाहिने एसेन्सियल सामान मात्र बोक्यो भने ठिक रहेछ। चाहिने भन्दा बढी बोक्यो भने चाहिँ फेरि भारी भएर यो ब्यागलाई कहाँ छोडेर अनि यात्रा चाहिँ कन्टिन्यू गरौँ जस्तो हुँदो रहेछ। नत्र त अरू त सबै ठिकै छ। यता ड्याडीको नि थोरै सर्ट। अब के भने खोइ यात्रा अलिकति मुस्किल नै भएर छ। खुट्टा त धोयो त पनि है। यहाँ राम्रो आउँदो रहेछ बरु। सबै लाइट भएर होला। यता हेर्नु त ल, यता हेर्नु त भनेको। यो टायरको जुत्ता त हेलो गुड मर्निङ। दिस इज डे 4। आज चाहिँ डे 4 छ हाम्रो नाम्चे बजारको ट्रेक। अनि अहिले चाहिँ हामी नाम्चे बजारमा छौँ। भर्खरै हामी यो बोधी होटलबाट चाहिँ हाम्रो ब्रेकफास्ट गरेर अब हामी माथि भ्यू पोइन्टतिर लाग्छौँ। भ्यू पोइन्ट चाहिँ माथि एभरेस्ट भ्यू पोइन्ट त्यहाँ छ। अब यहाँदेखि लगभग 1 घन्टामा हामी माथि पुग्छौँ होला र त्यहाँबाट धेरै हिमालहरूको दृश्य अवलोकन गरेर हामी फेरि तल फर्किन्छौँ। यो नाम्चे बजार। धन्यवाद। के भयो अरे? ए पहिले त यो यस्तो कहाँ हुनु खतरा, एकदम खतरा थियो कि यो यस्तै टाइपको थियो कि यो भने त पुरानो कि। अहिले त राम्रो बनाएको नि। मलाई जाडै भएछ अनि फेरि के खाने यहाँ चाहिँ हामीले केही सामानहरू आवश्यक परेको कारण केही सामानहरू किनी हाम्रो आजको गन्तव्य एभरेस्ट भ्यू होटलमा पुग्यौँ। त्यहाँबाट चाहिँ हाम्रो एभरेस्टहरूको भ्यू एकदमै राम्रो र नजिकबाट देखिने हुनाले हामी चाहिँ त्यहाँ गयौँ। एभरेस्ट भ्यू होटल चाहिँ स्याङबुचेको एकदम फेमस प्लेस हो, जहाँबाट क्लोज भ्यू साथसाथै बेस्ट भ्यू पनि लिन सकिन्छ। ल हेर्नुहोस्, यो नाम्चे बजार हो। कुन हिमाल रे त्यो? कोङदे हिमाल। नाम्चे बजारमा हो। हामी अब एभरेस्ट भ्यू होटल जान लाग्यो। उकाली ओह्राली जङ्गलको बाटो गर्दैमा हिँडेको। है त त्यस्तो जान्छौँ नि त्यस्तो। नाम्चेको स्कुलमा एसेम्ब्ली हुँदैछ। स्कुलको विद्यार्थीहरू क्लासतिर जाँदैछ अब।
अर्को अस्तिको पालि त कालो थियो खम्बुयोला हिमाल त्यो मान्छेले माथि पनि कालो भयो भन्थे नि त्यसो थियो कि पहिले म पूजा गर्नु त्यो माथि जान्छु खम्बुला त्यो दुईवटा चुच्चो सानो सानो पार जान्दा लागेको छ नि अँ हो त्यहाँ म मैले पूजा गर्न जान्थेँ कि त्यहाँ लुङदर माथि तेङबुजे एयरपोर्ट यहाँ छ स्योङबुजे यो एयरपोर्ट हो यो मेरो चारैतिर हिमाल नै हिमाल यता पनि हिमाल छ यता पनि हिमाल छ तर नि हिमाल ए चारैतिर हिमाल हिमाल हामी स्याङबुचे 3860 meter from the sea level. Mount Himal Dablang. It's a Mount Dablang. Oh, yeah, that's the left side go Mount Everest. काग त्यति छैन रे काठमाडौँमा काग कति है ए त्यहाँ एउटा झन्डा फोटोहरू खिच्नु मिल्थ्यो नि के अरे पङबुजे के भन्छ त्यहाँ देखेन फोर्ट चाहिँ भनेर यहाँ अलिकति देख्थ्यो अहिले देखेन यहाँबाट अलिकति देख्छ पर कुनामा त्यो फोर्ट चाहिँ भन्थ्यो फोर्ट चाहिँ भन्दाखेरि माथिबाट पनि पुरा देख्छ मेरा खिचाऊ न अहिले चाहिँ हामी एभरेस्ट भ्यू होटल आइपुगेका छौँ नाम्ची बजारदेखि माथि भ्यू पोइन्टमा रहेको छ हामी एभरेस्ट भ्यू होटलमा आइपुगेका छौँ
यहाँबाट त एकदम बेस्ट भ्यू अफ दिस माउन्टेन यो ल हेर्नु यो हिमाल चाहिँ ताबुचे हिमाल यो चाहिँ माउन्ट एभरेस्ट यो चाहिँ लोत्से त्यो सेतो चाहिँ के हो अरे सार्चे आमा डाब्लन अनि यहाँनिर छ यो खाङ्तेका सानो सेतु छ माथि यो चाहिँ सानो के हो अरे खान्तेका माउन्टेन यो चाहिँ के भन्छ माउन्ट थान्सेरको यो चाहिँ बेस्ट भेरी क्लोज भ्यू अफ माउन्ट एभरेस्ट फ्रम एभरेस्ट होटल क्लोज भ्यू अफ ताबुचे हिमाल माउन्ट एभरेस्ट सँगै देखिने यो अर्को हिमाल चाहिँ लोत्से हिमाल हो त्यसको साइडमा छ आमा डाब्लन भेरी नाइस माउन्टेन डाब्लन यहाँ चाहिँ रहेको छ एउटा सबैभन्दा पुरानो गाउँ भनेर चिनिने फोर्चे गाउँ यो देखिरहेको चाहिँ ताङबोची गाउँ हो त्यसको परको चाहिँ पाङबोची गाउँ हेर्न सक्नुहुन्छ माउन्ट भ्यू होटलमा चाहिँ अरू गेस्टहरू पनि देख्न सक्नुहुन्छ सब इन्टरनल एन्ड एक्सटर्नल गेस्टहरू सबै बेस्ट माउन्टेन भ्यू हेर्न आउनुभएको छ एउटा भिडियो बनाउनु न दाइ सेल्फी भिडियो खै त्यहाँबाट लिनु त जानुभयो यसै गरी यो पालिको हाम्रो काठमाडौँदेखि नाम्ची बजारसम्मको यात्रा चाहिँ यहीँ अन्त्य हुन्छ र हामी तल ओर्लिसकेपछि चाहिँ हामीले सुर्खे नजिकैबाट चाहिँ लुक्ला विमानस्थलमा एउटा एरोप्लेन ल्यान्डिङ हुन गइरहेको दृश्य पनि कैद गऱ्यौँ यसपालिको यात्रामा हाम्रो यात्रा रोमाञ्चक मात्रै नभएर हाम्रो यात्राको अन्त्यमा छेडी खतराको पनि सामना गर्नु परेको थियो हामी सुर्खेबाट फर्किने क्रममा साँझ परिसकेको थियो सुर्खेदेखि अलिकति यता डाँडामा एउटा घुम्तीमा चाहिँ 10 चक्के ट्रकहरूको आउनको लागि बाटो साँघुरो भएको कारणले त्यहाँ बम ब्लास्ट गरेर बाटो अलिकति ठुलो बनाउन लागेको रहेछ हामी त्यसै टाइममा त्यहाँ पुगेको हुनाले ठ्याक्क बम ब्लास्ट पनि हुनु र बाटो अवरुद्ध पनि हुनुको कारणले हामी त्यो साँझ त्यहीँ नजिकैको होटलमा बास बस्यौँ र भोलिपल्ट पनि बिहान 8-9 बजेसम्म पनि बाटो नखोलिएको हुँदा र छिटै खोल्न नसक्ने अवस्था भएको कारणले हामी चाहिँ गाडीबाट त्यो बम ब्लास्ट गरेको ठाउँमा पहिरो पार गर्न असमर्थ भयौँ र हामीले ज्यानको बाजी राखेर हामी त्यहाँबाट आफै पैदलबाटै वारदेखि पारसम्म जानुपर्ने अवस्था भएको कारणले हामीले छेडी खतराको पनि महसुस गऱ्यौँ र यसरी हाम्रो यसपालिको यात्रा रमाइलोसँगै सुरक्षित साथ सम्पन्न भएको छ धन्यवाद हिँडेर होइन दौडेर आएको भन्न बाटो सबै अवरुद्ध भएर आज हामी बिहानै आएको ज्यानको बाजी राखेर रियल एडभेन्चर चाहिँ यो होला